हेलो गाइज वेलकम टु माई भ्लग। आजको भ्लग चाहिँ एकदम ऱ्यान्डम छ होइन, हेर्दै जानु होला है। सो मैले चाहिँ किन ऱ्यान्डम भनेको भन्दाखेरि आज चाहिँ हामीहरू भुन्डोल जाँदै थियौँ। मैले यति वर्ष काठमाडौँ बसेँ तर म अहिलेसम्म भुन्डोल चाहिँ गएको थिएन। भुन्डोल चाहिँ एकदम फेमस स्पट हो घुम्नको लागि। अनि अहिले जाडो छ अनि त्यहाँ घाम तापेर टक्क पिकनिक स्पट छ। सो हामी चाहिँ लाग्यौँ यता चाहिँ हामी फार्पिङ हुँदै जाँदै थियौँ। अनि यस्तो राम्रो थियो बाटो, यस्तो राम्रो थियो नि बाटोहरू, मजाको थियो बाटो चाहिँ, मलाई एकदम रमाइलो लागिरहेको थियो। अनि यो फार्पिङको बाटो यस्तो राम्रो म चाहिँ अहिलेसम्म आएको थिएन नि त्यतातिर। अनि यहाँ पुरै गुम्बाहरू एकदम राम्रो थियो, मजाको र एकदम रहर लाग्दो थियो यहाँको घरहरू पनि। अनि हामीहरू चाहिँ पुरै हेर्दै सिनरीहरू हेर्दै गइरहेको थियौँ कि एकदम रमाइलो थियो यहाँको बाटो चाहिँ। हामीलाई चाहिँ यहाँबाट अब आधा घन्टा लाग्छ पुग्नलाई भुन्डोल। भुन्डोल चाहिँ एकदम फेमस छ नि त पिकनिक स्पट, एकदमै घुम्न दिनभरि बस्नलाई एकदम घाम मजाले आउने जङ्गल छ। मैले टिकटकहरूमा चाहिँ देखिरहेको छु तर जान चाहिँ गएको थिएन। सो हामी चाहिँ अब भुन्डोलतिर लाग्दैछ। हजुर यो भिडियो हेर्दै गर्नु होला, म हजुर देखाउँछु के गर्छु म भुन्डोलमा भनेर। स्टे ट्युन गाइज। यहाँ दक्षिण काली जाने भन्दा अलि मुनि चाहिँ यस्तो राम्रो ठाउँ भेटौँ हामीले। हेर्नु है पानी कति सफा छ, यहाँ माछाहरू खेलिरहेको छ। हेर्नु है गाइज, यो ठाउँ चाहिँ अब हामीले जाने भनेर सोचे होइन, तर बाटोमै परेको भएर एकदम राम्रो लाग्यो। यहाँ चाहिँ एकदम सफा पानी थियो कि, यहाँको पानी पनि कस्तो सफा थियो। अनि माछाहरू पनि कस्तो राम्ररी देखिरहेको थियो, मजाले हेर्न सक्नुहुन्छ। कस्तो राम्रो थियो यहाँको पुरै यो पिसफुल इन्भाइरोमेन्ट थियो यहाँ। एकदम त्यो पानी नै यति सफा कि हेर्दै रहर लाग्ने कि यहाँको। यता चाहिँ कति धेरै बाँसहरू थियो। अनि मेरो साथीले चाहिँ यहाँ हरेक वर्ष बाँस राख्नुपर्छ भनेर भनेको थियो। अब रिजन चाहिँ मलाई थाहा भएन होइन, हजुरलाई थाहा छ कि नै। अनि त्यही हो, यहाँ चाहिँ मजाले भजन कीर्तन भइरहेको थियो, कस्तो राम्रो इन्भाइरोमेन्ट थियो यहाँ चाहिँ। हजुर पनि सुन्नु होला है यहाँको भजन। हामी लाग्यौँ फेरि भुन्डोलतिर। भुन्डोलभन्दा अगाडि चाहिँ यहाँ यो ठाउँ रहेछ कि, अनि भिजिट गरिहालेको कि चाहिरहेको शेष नारायण मन्दिर। सो गाइसहरू, यहाँ आउनको लागि चाहिँ हजुर तौडा जाने बाटो हुँदै आउनु पर्ने हुन्छ। मैले अघि तौडाहरूको क्लिप चाहिँ बनाउनै बिर्सेँ कि, अनि अघि मैले स्कुल चलाइरहेको थिएँ त्यही भएर मैले चाहिँ बनाइनँ अघि। तर म अहिले फर्किँदामा देखाउँछु हजुर तौडाको बाटो पनि कसरी कता हुँदै भनेर है। हामीले चाहिँ यहाँ अलिअलि चाहिने सामानहरू, छुटेको सामानहरू यतैबाट लिएर जाँदैछौँ। गाइसहरू हेर्नु है, भुन्डोल जाने बाटो। डेन्जर रहेछ भुन्डोल जाने बाटो। हामी यतातिर टर्न भयौँ। यहाँ चाहिँ मान्छेहरू हाइक पनि गर्न आउनुहुन्छ होला, तर अब हाइकिङ त हुँदैन, त्यही भएर चाहिँ राइड गरेर आयो।
चाहिँ यहाँ यतातिर चाहिँ अलिकता खतराङ रहेछ। यहाँदेखि तल नै बाइक पार्क गरेर वक गरेर हाइक गरेर आउनु सक्नुहुँदो रहेछ। तर हामीहरू सबैजना चाहिँ स्कुटरमा जाने सोच्यौँ, किन भन्दाखेरि अब मान्छेहरू किन हाइक गरेर आउनुहुन्छ भन्ने थाहा पाएँ मैले। यस्तो रहेछ बाटो त यहाँको। जान्छ उकालोमा चाहिँ चढ्न सकिँदैन स्कुटर नतान्ने भएको भएर। बाइकहरू त तान्छ मजाले, स्कुटर चाहिँ तान्दैन नि त। अनि चाहिँ वक गर्दै पछाडि बसेको मान्छेहरू झरेर हिँड्न पऱ्यो। यस्तो छ है बाटो, शान्त शान्त। यस्तो मान्छेले हबीमा चाहिँ हबिज भन्यो भने चाहिँ मैले हाइकिङ ट्रेकिङ भन्छु। हिँड्नै सक्दैन, यति उकालो चढेको स्याहासै हुन्छ। ओ माइ गॉड। गाइज हामी चाहिँ स्कुटर पार्क गरेर अब हिँड्दै आयौँ है। हामी थाकिसक्यौँ, म चाहिँ थाकिसकेँ यति हिँडेर। अब हामी पुग्न त एकदम पुगिसक्यौँ भन्दा नि हुन्छ। अब फाइनल पोइन्टमा आएर पुगेर देखाउँछु। बाई गाइज। वेलकम टु भुन्डोल। हामी चाहिँ भुन्डोल आएर जुत्ता सुत्ता निकालेर अल सेट। कस्तो न्यानो घाम छ यहाँ चाहिँ। बल खेल्दै हुनुहुन्छ भाइहरू। हामी चाहिँ यहाँ सन ब्याथिङ गर्दैछौँ। होस्टेलको भात चाहिँ होस्टेलमा खाएर नमिठो हुँदो रहेछ। भुन्डो लाएर खायो भने चाहिँ मिठो हुँदो रहेछ। सधैँ भुन्डो लाएर खानु पर्यो। So guys, this is भुन्डोल। अब चाहिँ हामी फर्किन्छौँ। सो गाइस, हामीहरू चाहिँ भुन्डोलबाट तल झऱ्यौँ। अनि एकदम रमाइलो भयो। घाममा टक्क लगाएर बसेर आनन्द गरेर हामी फर्किँदैछौँ होइन। गाइज हामी फर्किँदै गर्ने क्रममा यहाँ अर्को बाटो टर्न गरेर हामीले यस्तो राम्रो ठाउँ भेटायौँ एउटा होइन। यता चाहिँ मोनास्ट्री रहेछ। यो चाहिँ डोल्मु भन्ने ठाउँ पर्दो रहेछ जस्तो लाग्यो। अनि यहाँ चाहिँ पुरै घरहरू पनि राम्रो राम्रो, मोनास्ट्रीहरू एकदम राम्रो राम्रो थियो। अनि हामी चाहिँ यहाँ हेर्ने भनेर आयौँ। अनि यहाँ एकदम ठुलो स्ट्याचु थियो कि, अनि त्यसले चाहिँ मलाई एकदम एट्र्याक्ट गरिहाल्यो। अनि जाऊँ न त फर्किने बेलामा पनि एकछिन त हो भनेर हामी यहाँ आयौँ। अनि यसको जाने बाटो चाहिँ यता रहेछ यहाँबाट। सो हामी चाहिँ त्यो मोनास्ट्री पनि भिजिट गऱ्यौँ अब आएको बेलामा भनेर होइन। हामी अर्को लेन अर्को टर्निङबाट यहाँ भिजिट गर्न आएको। एकदम राम्रो देखियो त, हेर्नु न ल, टाढैबाट नै कस्तो एकदम ठुलो स्ट्याचु थियो। अनि हामीहरू यहीँ आयौँ। अब चाहिँ यहाँबाट हामी फेरि फर्किँदैछौँ, काठमाडौँतिर लाग्दैछौँ। मलाई चाहिँ यहाँ आएपछि बल्ल थाहा भयो कि यो काठमाडौँमा पर्दैन रहेछ भनेर है। मलाई थाहा थिएन, म चाहिँ कीर्तिपुर हो भन्दै बसिरहेको थिएँ। तर
हेर्नु कस्तो राम्रो राम्रो ऊहरू छ त्यहाँ गुम्बाहरू 5-6वटा छ ठुलो धेरै बन्दै पनि रहेछ अहिले अनि हामीले फर्किने बेलामा चाहिँ यता यस्तो सानो बजारहरू थियो यहाँ बाटोमै आन्टीहरूले चाहिँ के बेच्न राख्नु भएको थियो अनि हामीले चाहिँ यहाँबाट एभाकाडोहरू किन्यौँ अनि टक्क सपिङ मस्त गरेर अलिअलि अनि यहाँको लोकल सामानहरू लप्सीहरू पाउँदो रहेछ अनि किनेर हामी फर्क्यौँ अनि आजलाई यति नै हो मेरो भ्लग आजको भ्लग चाहिँ अलि लामो छ तर हेरिदिनु होला अनि म फेरि राम्रो भ्लगहरू लिएर आउँछु थ्याङ्क यू फर वाचिङ ह्याभ अ ग्रेट डे गाइज बाई